हजुर दर्शनानी नमस्ते नमस्कार। म नरेश बाजुरेली सदाको बसाइ चाहिँ आज पनि हजुरहरूको माझमा एउटा देउडा गीत लिएर आएको छु। यो देउडा गीत पठाउनु हुने शङ्कर राउजीजी हुनुहुन्छ। नमस्कार सर, म शङ्कर राउजी डोटी जिल्लाको आदर्श गाउँपालिका 3 नुवाकोट घर भई हालको बसाइ छिरिसबारीको बस्ती चेन्नईबाट सम्झेको छु सर, वाचन गरिदिनु होला भन्नुभएको छ। उहाँको देउडा गीतको शीर्षक रहेको छ कसो रहेछ बौलो माया भनेर रहेको छ र उहाँको गीत यस प्रकार छ है त। उइथी पुनौ की रात एक धर्के जुन लागि, उइथी पुनौ की रात एक धर्के जुन लागि, साइकीको ल हात समाउने मकन मन लागि, साइकीको ल हात समाउने मकन मन लागि। गाउँबाट देखिन लाग्यो तोल्या नकोसेरो, गाउँबाट देखिन लाग्यो तोल्या नकोसेरो, बचपनको माया छुट्यो सुवा तेरो मेरो, हो बचपनको माया छुट्यो सुवा तेरो मेरो, हो बचपनको माया छुट्यो सुवा तेरो मेरो। बस्ने ठाउँ कि सौराइ लाग्दी झझलको उसै छ, बस्ने ठाउँ कि सौराइ लाग्दी झझलको उसै छ, तुइकी भयो खुसीको संसार मकन दुखै छ, हो तैँकी भयो खुसीको संसार मकन दुखै छ। रोएकै छु आँसु झारी याद आउनी सकसी, हो रोएकै छु आँसु झारी याद आउनी सकसी, पोखी गई मनका बह सुइना आएपछि, हो पोखी गई मनका बह सुइना आएपछि, हो पोखी गई मनका बह सुइना आएपछि। मधुरै सैपन दुरै दूर दूरै रहनुभो, मधुरै सैपनी दुरै दूर दूरै रहनुभो, 2 दिनको मनुष्य माया छुटेर रुनुभो, हो 2 दिनको मनुष्य माया छुटेर रुनुभो, हो 2 दिनको मनुष्य माया छुटेर रुनुभो। पागल बनी बसेको छु जोगी बस्ने कोटी, हो पागल बनी बसेको छु जोगी बस्ने कोटी, मायाको भिख माग्नु भयो मेरा चाँदा खोटी, हो मायाको भिख माग्नु भयो मेरा चाँदा खोटी, हो मायाको भिख माग्नु भयो मेरा चाँदा खोटी। मिस्कल दिए फोन गरुला झल्को आया शेष, हो मिस्कल दिए फोन गरुला झल्को आया शेष, हेरु भने डेट पर्दिन म बसेका देश, हेरु भने डेट पर्दिन म बसेका देश, हो हेरु भने डेट पर्दिन म बसेका देश, मिस्कल दिए फोन गरुला झल्को आया शेष, हो हेरु भने डेट पर्दिन म बसेका देश। कसो रहेछ बौलो माया रिटाउने घुमाउने, हो कसो रहेछ बौलो माया रिटाउने घुमाउने, निकै मैस पागल बनाई रोडमा डुलाउने, हो निकै मैस पागल बनाई रोडमा डुलाउने, हो मिस्कल दिए फोन गरुला झल्को आया शेष, हो मिस्कल दिए फोन गरुला झल्को आया शेष, हेरु भने डिट पर्दैन म बसेका देश, हो हेरु भने डिट पर्दैन म बसेका देश। आहा, एकदमै मिठो देउडा गीत लेखेर पठाउनु भएको थियो, उहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँले भन्नुभएको छ सबैभन्दा पहिला सम्झना हजुरलाई छ सर, अनि मेरो घर परिवार लगायत प्रिय साथीहरू सुषमा साई ठकुरी, अङ्कल किशोर, भाइ नवीन भट्ट, गायक बसन्त ताम्राकार, गायक सविता जयगढी, उत्तम जयगढी सर, बहिनी ज्ञानु रसली र मलाई शङ्कर राउजी भनी चिन्ने नचिन्ने सबैलाई मिठो सम्झना छ भनेर भन्नुभएको छ। एकदमै हजुरलाई पनि मिठो सम्झना छ, धेरै धेरै धन्यवाद छ। यस्तै यस्तै मिठा गीत लेखेर पठाउँदै गर्नुहोला भन्ने आशा र अपेक्षा छ। धन्यवाद छ हजुरलाई।